यो आज पनि हामी भोक लागेर के खाने भनेर आलु देखेँ, आलु र मैदा मगाएँ। अनि त्यसपछि मैदा मगाएपछि टक्क ल्याएर आलु सबै जम्मा गरेर राखेर अन्डा-सन्डा सबै रेडी गरेर खच पकाएको। भाइले त ढिलो गर्यो, त्यसपछि मैले गर्छु भनेर मैले छिटो गरेँ। अनि त्यसपछि आलु भाँडामा राखेर म धुन गएँ। अनि धुइसकेपछि यसरी सट्ट ल्याएर उठेर हेर्न गएको भाइ त हेरेको क्यामेरादेखि लजाइरहेको रहेछ। अनि सट गएँ, यो कुकुर मसँग जहिले पनि नि खोजिरहन्छ। हो हो खेल्ने भनेको खेल्न मानेन। त्यसपछि हामी हेर्छौँ स्ट्रबेरी अस्तिनेको अलिअलि फल्दैछ। हाम्रो सुपर हिरो यहाँनिर जारमाथि चढेर फ्रिज बनाउँदैछन्। अनि यसरी कटिङ गर्ने भनेको चक्कुले त ढिलो होला जस्तो लाग्यो। त्यसपछि म्याजिकवाला कटिङ इन्स्ट्रुमेन्ट ल्याएर अनि छिटो कटिङ हानेर सानो पिसमा बनाएर अनि टक्क ल्याएर सबै जम्मा गरेर राखेर भाँडामा हालेर अनि यसलाई पनि भाँडामा धुन लगेँ। कटिङ आलु पनि धुइसकेर हामी चपिङ बोर्ड सबै धुएर भाँडामा हालेर ल्याएर मैदा मिसाउनेवाला छ। मैदा थोरै माथिबाट मिसाएर पानी-सानी सबै हालेर घम मुस्ने हो। अनि त्यसपछि 1-2 वटा अन्डा पनि हाल्ने हो हल्का टेस्टिङको लागि। अनि अन्डा हालेर भाँडा बसायौँ। भाँडा तातिसकेपछि तेल हाल्ने पऱ्यो। तेल हालेपछि हामी यसरी बसाल्छौँ, रातो नभइन्जेलसम्म पल्टाउँछौँ। रातो भइसकेपछि सबै रेडी हुन्छ। अनि त्यसपछि 1-2 घन्टा लाएर हाम्रो सबै रेडी भएको छ हैन। अनि बनाउँदै हाम्रो रात परिसकेको थियो। अघिसम्म घाम लागिरहेको थियो, अहिले चाहिँ रात परिएको छ। साह्रै नै ढिलो बन्ने रहेछ। अनि भाइलाई सोधेको कस्तो रहेछ, मिठो रहेछ भन्दैछ। अनि चिया बुट उमालेर भाइ म हालेर पेटमा बसेर चट्ट लाएर भाइ म मेरो कुकुर मिलेर हाम्रो यो आजको ह्यास ब्राउन खाएर सकाएको छौँ।